सबै राम्रो छ खिचिसकेँ मैले पोर्क ग्रेभी वाला पोर्क डल्ले खुर्सानी त्यहाँ हाल्दै सबै गर्नु न टेस्टिङ चलेछ कस्तो छ है फुड टेस्टिङ मसला अलि बढी हाल्छ त्यो मसला हैन बाइ द वे त्यो के रे गोलभेडा प्याज लसुनलाई आज मैले मिक्सीमा पिसेर हालेको चङ्क्स हाले हैन कस्तो एकदम दामी छ है मैले अघि चाहिएको यस्तो मिठो लाग्यो आज मलाई नि पोर्क है बाइ द वे यो ग्रेभीवाला पोर्क हो यो मिक्सीमा पिसेर बनाएको पोर्क कस्तो मिठो आएको छ आज